नमस्कार। आज हामी ग्रेड 10 युनिट 16 रिडिङ 2 मा रहेको इफ भन्ने कविताको बारेमा छलफल गर्नेछौँ। यो कविता विश्व प्रसिद्ध कवि रडयार्ड किपलिङद्वारा लेखिएको हो। यस कविताको एक्सरसाइज अनि एक्टिभिटीहरूको भिडियोको लिङ्क तल डिस्क्रिप्सनमा दिइएको छ। कवितामा एक बाबाले आफ्नो छोरालाई जीवनका महत्त्वपूर्ण सल्लाहहरू दिन्छन्, जुन हरेक किशोर र युवाहरूको लागि आजसम्म पनि अति नै प्रेरणादायी छ। जीवनमा कस्तो व्यवहार र सोच राख्नुपर्छ भनेर यसले धेरै राम्ररी हामीहरूलाई देखाउँछ। अब हामी कवि र कविताको बारेमा केही रोचक जानकारीहरू लिनेछौँ। रडयार्ड किपलिङ साहित्यतर्फका सबैभन्दा कान्छा नोबेल पुरस्कार विजेता हुन्। उनले सन् 1907 मा 41 वर्षको उमेरमा साहित्यमा नोबेल पुरस्कार जितेका थिए। उनी यो पुरस्कार प्राप्त गर्ने सबैभन्दा कान्छा व्यक्ति पनि हुन्। के तपाईलाई थाहा छ उनी अंग्रेजी भाषाका पहिलो साहित्यकार हुन् जसले नोबेल पुरस्कार जितेका हुन्। किपलिङको जन्म सन् 1865 मा भारतको मुम्बई भन्ने ठाउँमा भएको थियो। त्यसैले उनको लेखाइ विशेष गरी जंगल बुकमा भारतमा बिताएको बाल्यकालको अनुभवहरूको विशेष प्रभाव रहेको हामी देख्छौँ। किपलिङले बेलायतका केही अत्यन्त प्रतिष्ठित उपाधिहरू अस्वीकार गरेका थिए, जस्तै नाइटहुड, सर बन्ने उपाधि र पोइट लरेटको पनि पद। रडयार्ड किपलिङको इफ कविता अंग्रेजी साहित्यको सबैभन्दा प्रेरणादायी कविता मध्ये एक हो। इफ कविता एक बाबुले आफ्नो छोरालाई दिएको व्यवहारिक मार्गदर्शन हो। यो एक शिक्षाप्रद कविता पनि हो, जसले मानिसको चरित्र निर्माणको लागि के गर्नुपर्छ र चाहिँ केबाट टाढा रहनुपर्छ भन्ने कुरा असाध्यै राम्रो तरिकाले सिकाउँछ। कवितामा जम्मा 4 श्लोक छ अनि प्रत्येक श्लोकमा 8 वटा लाइनहरू छन्। बाबुले यदि तिमीले यस्तो गर्न, इफ यु क्यान भनेर धेरै शर्तहरू राखेर सल्लाह दिन्छन् र कविताको अन्तिम 2 लाइनमा पुरस्कारको कुरा भएको हामी देख्छौँ। अन्तिम 2 लाइन भनेको yours is the earth and everything that's in it and which is more you'll be a man। यो कविताको लय राइमिङ स्किम एबी रहेको छ, जसले गर्दा यो कविता पढ्नलाई निकै सहज र सजिलो बनाएको पनि छ। सन् 1995 मा बीबीसीले गरेको एक सर्वेक्षण अनुसार यो कविता युकेको सबैभन्दा मनपर्ने कविता बनेको थियो। यसको प्रसिद्ध पंक्ति इफ यु क्यान मिट विथ ट्रम्प एन्ड डिजास्टर and treat those two imposters just the same भन्ने यो प्रसिद्ध पंक्ति विम्बल्डनको इन्ट्रान्समा प्रवेशद्वारमा पनि लेखिएको छ। अब हामी कविताको समरी र एनालाइसिस तर्फ जाँदैछौँ। हामी पहिला प्रत्येक हरफलाई रिसाइट गर्छौँ अनि त्यसको समराइज गर्छौँ। इफ यु क्यान कीप योर हेड when all about you are losing theirs, blaming it on you. If you can trust yourself when all men doubt you, but make allowances for their doubting too. If you can wait and not be tired by waiting, or being lied about, don't deal in lies, or being hated, don't give way to hating, and yet don't look too good, nor talk too wise. पहिलो श्लोकमा बाबुले आफ्नो छोरालाई अरूले रिसाएर दोष लगाउँदा पनि निकै शान्त रहनलाई सल्लाह दिन्छन्। छोराले आफूमाथि अरूले शंका गरे पनि आफूमा विश्वास गर्नुपर्छ, तर उनीहरूले किन आफूमाथि शंका गरेका छन् भनेर पनि बुझ्नु र केलाउनु पर्छ। घृणा र झुटबाट टाढा रहन र धैर्यशील र साँचो बन्ने बानी विकास गर्नुपर्ने कुरा पनि सिकाउँछन्। आफ्नो बाहिरी रङ रूपको फिक्री नगर्न अनि अनावश्यक कुराकानी नगर्न पनि सुझाव दिन्छन्। झुटा शत्रु र शंकालुहरूलाई आफ्ना कुरा नदेखाई शान्त भएर बस्नुपर्ने, उनीहरूलाई आफूले जस्टिफाई स्पष्टीकरण दिनु पर्दैन, किनभने उनीहरू आफ्नो मनपर्ने कुरा मात्रै सुन्छन्। उनीहरूले सुन्न चाहेको जे कुरा हो त्यो मात्रै सुन्छन्। तपाईले जति नै सत्य बोले पनि तपाईको कुरा उनीहरूले यदि सुन्न चाहेका छैनन् भने त्यो सुन्दैनन्। त्यही भएर हामीले अनावश्यक बोल्नु भएन। अरूले तिमीलाई घृणा गरे पनि तिमीले चाहिँ उनीहरूलाई घृणा नगर्नु भनेर आफ्नो छोरालाई भन्दै गरेका छन् यहाँ एक बाबुले। यस पदमा शान्त, आत्मविश्वास र सहनशीलताको महत्व बताइएको छ।
असमझदारी र समस्यामा पनि आफ्नो भावनालाई नियन्त्रणमा राख्नु चाहिँ साँचो शक्ति हो भनी स्पष्ट गरिएको छ। सल्लाह र सुझाव मागेपछि मात्रै दिनुपर्ने अनि कुकुरले टोक्यो भनेर हामी कुकुरलाई टोक्न जाँदैनौँ नि। हो त्यस्तै हामीलाई कसैले घृणा गर्यो भने घृणा गर्ने होइन भन्ने जीवन उपयोगी शिक्षा पनि यहाँ हामीले पाउँछौँ। If you can dream and not make your dreams your master, if you can think and not make your thoughts your aim, if you can meet with Trump and disaster and treat those two imposters just the same, if you can bear to hear the truth you have spoken, twisted by knaves to make a track for fools, or what's the things you gave your life to broken and stoop and build them up with worn out tools. यहाँनिर बाबुले छोरालाई ठुलो सपना देख्नलाई हौसला दिन्छन् तर सपनाको नोकर नभन्न चेतावनी दिन्छन्। सपनालाई सोच्नु मात्र होइन कार्यमा उतार्नु महत्त्वपूर्ण छ भन्ने कुरा पनि सिकाउँछन्। ड्रिमलाई आफ्नो मास्टर्स किन बन्न नदिने भन्दाखेरि ड्रिम मास्टर्स भयो भने तपाईँले काम गर्नुहुन्न, तपाईँ सपना बुनेर मात्र बस्नुहुन्छ। सपना बुनेर बस्ने होइन, सपना एकचोटि बुनेपछि त्यसलाई यथार्थमा ढाल्नु पर्छ भनेर उसको बाबाले छोरालाई सम्झाउँदैछन्। जीवनका दुःख र सुख, असफलता र सफलता यी सबै कुरालाई समान दृष्टिले हेर्नुपर्छ भनेर उसको बुवाले देखाउँछन्। किन भन्दाखेरि यी दुवै अस्थायी र क्षणिक हुन्। सफलतामा अत्यधिक खुसी नहुन र असफलतामा निराश नहुनु भनी सल्लाह पनि दिन्छन्। तिमीले भनेको कुराहरू प्रयोग गरेर त्यसलाई नै बढाई चढाई गरेर दुष्ट मानिसहरूले परिवर्तन गर्छन् अनि तिमीलाई फसाउन ती प्रयोग गर्न पनि सक्छन्। त्यसो गर्दा पनि तिमीले सहन सक्नु पर्छ। आफूले जीवनभरि मेहनत गरेर बनाएको कुनै एउटा ठुलो सपना टुट्यो भने त्यो भत्किएको देख्दा पनि हिम्मत गरेर फेरि पनि त्यसलाई जेरोबाट स्टार्ट गर्नलाई आँट अनि हौसला चाहिँ दिएका छन्। जीवनमा समान दृष्टिकोण र भावनात्मक रूपमा बलियो हुनुपर्ने आवश्यकता यहाँ देखाइएको छ। सफलतामा र असफलतामा आफ्नो भावनालाई नियन्त्रणमा राख्न सक्नु सबैभन्दा ठुलो शक्तिको रूपमा पनि चित्रण गरिएको छ। थर्ड स्ट्यान्जा, if you can make one heap of all your winnings and risk it on one turn of pitch and toss and lose and start again at your beginnings and never breathe a word about your loss. If you can force your heart and nerve and sinew to serve your turn long after they are gone and so hold on when there is nothing in you except the will which says to them hold on. बाबुले छोरालाई ठुलो जोखिम लिन फेरि पनि हौसला दिन्छन् र सबै गुमाए पनि पुनः सुरु गर्न हिम्मत छ भने त्यस्तो हारको कुरा कसैलाई बताउनु हुँदैन, त्यो हारको गुनासो पनि कहिले गर्नुहुन्न भन्ने सल्लाह दिन्छन्। जीवनप्रति विश्वास राखेर दृढ इच्छा शक्तिसँग उठ्नुपर्छ है भनेर पनि आफ्नो छोरालाई उले झकझकाउँछन्। हार नमानेर दृढताका साथ जो अगाडि बढ्छन् तिनीहरूले नै सफलता भेट्छन् र आफ्नो सपना पूरा गर्छन्। यहाँनिर धैर्यता र पुनः उठ्ने क्षमतालाई जोड दिएका छन्। जीवनका जस्तो सुकै चुनौतीहरूलाई पनि साहसका साथ सामना गर्न प्रोत्साहन दिएको पाइन्छ। If you can talk with crowds and keep your virtue, or walk with kings nor lose the common touch, if neither foes nor loving friends can hurt you, if all men count with you but none too much, if you can fill the unforgiving minute with 60 seconds worth the distance run, yours is the earth and everything that's in it, and which is more, you'll be a man, my son. बाबुले छोरालाई सत्य, राम्रो र इमानदार बन्नलाई सल्लाह दिन्छन्। ठुला व्यक्तिहरूसँग संगत गर्दा अहंकार नदेखाउन र साना व्यक्तिहरूलाई नम्रताका साथ व्यवहार गर्न सिकाउँछन्। सबैलाई बराबर व्यवहार गर्न पनि यहाँ सिकाइएको छ। आफूलाई भावनात्मक रूपमा बलियो राख्नुपर्छ, जसले गर्दा शत्रु अथवा मित्रले चोट दिँदा पनि त्यसलाई सहजै लिन सक्ने बन्न सक्नु पर्छ। अरूलाई सम्मान गर्नु राम्रो भए पनि अत्यधिक भर चाहिँ पर्नु हुँदैन र उनीहरूलाई पनि आफूमा धेरै भर पर्ने बनाउनु हुन्न भन्ने विचार उसको बाबाले आफ्नो छोरालाई
दिँदैछन्। समयको मूल्य बुझेर समयलाई बर्बाद गर्नुहुन्न भनेर सिकाइएको पनि छ। समयको सदुपयोग गर्ने, गुमाएको समय कहिले पनि फर्किँदैन, समयसँग दौडिन सिक्नुपर्छ भनेर आफ्नो छोरालाई नीतिको विभिन्न कुराहरू सिकाएको हामी देख्छौँ। अनि अन्त्यमा बाबुले छोरालाई रिवार्ड पुरस्कारको कस्तो हुन्छ त? यी सबै बानी व्यवहारहरू हाम्रो आचरणमा ल्याए हामी भर्चुअस मान्छे बन्यो भने पुरस्कार चाहिँ के हो त भनेर अन्तिम 2 लाइनमा भनिएको छ। यदि तिमीले यी सबै कुरा अपनायो भने तिमी सफल मात्रै हुँदैनौ, तिमी साँचो मान्छे बनेछौ, एउटा परिपक्व, जिम्मेवार र सच्चा मान्छे, अ म्यान। यस कविताबाट सिक्नुपर्ने मुख्य विषयवस्तुहरू के हुन् त? हेरौँ। धैर्य, सहनशीलता, निरन्तरता र पुनः सुरु गर्ने साहस, आत्मनियन्त्रण र आत्मबल, समयको महत्व। अन्त्यमा यी सबै शर्त पुरा गर्ने मानिसलाई, व्यक्तिलाई म्यानको उपाधि दिइएको छ कवितामा, जसको अर्थ जुन परिपक्वता, आदर्श र नैतिकताको प्रतीक हो। यस कवितामा दिएको शिक्षा हामी सबैले आफ्नो जीवनमा चरितार्थ गर्न सक्छौँ। तपाईहरूलाई यो कविता कस्तो लाग्यो आफ्नो विचार कमेन्ट सेक्सनमा लेख्नुहोला। अनि यस्तो प्रेरणादायी भिडियोहरूको लागि हाम्रो च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सनुहोला। थ्याङ्क यू।